गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई च्यानल। मैले देखाउन गइरहेको छु हाम्रो प्रिटी त्यसको मेन फिड चाहिँ त्यसको बुट हो कि त्यो फिड चाहिँ हाम्रो निरुतिलाई हेर्नुमा बिचरा निरुति कति बजी रेडी हुनुभएको अरे तपाईँ? 7:30 बिचरा हामीले निरुतिलाई 7:30 बजीदेखि भेट्यो। यो चाहिँ को सबभन्दा ढिलो उठे सबभन्दा ढिलो चाहिँ उसले गरेको। यस यस अब हाम्रो चाहिँ यहाँ सबै रेडी भइसकेको छ। हाम्रो चाहिँ ट्याक्सी आइसकेको छ। हामीहरू आउनु लागिसक्यौँ तर बाटै हल्का बिर्सेको भने अब दाइले लगिदिइराख्नु भएको कता पनि लगिदिनु भएको हो। यो बाटो त सकिँदै सकिँदैन। हेर्नु सक्नुहुन्छ यो दुईजना टल्किरहेको म त क्रेजी भइसक्यो। बाटै के हो भइसक्यो। पहिला यस्तो थियो यस्तोमा त आधा नै हामीले हिँड्दै हिँड्दै पुगेको थियौँ। माथिसम्म पुगिदिनु है क्या। लस धन्यवाद दाइ हजुर आएको जानु बाटो यस्तो रहेछ। गाडी नपानु भरे हामीलाई लिन आउँदा नि हुन्छ है दाइ। भन न दाइ भरे हामीलाई लिन कल गर्छ म हजुरलाई नत्र के अलि साबुन भिटामिन खै दिनु मैले लिन्छु। हिँड्नु न। हो निधि तपाईँलाई कस्तो लागिरहेछ? एकदम रमाइलो। निधिले यही खोज्दै हुनु। यो त मेरो लागि थेरापी अनि निरुति थेरापी गर्नु सक्ने बुट्टामा यस्तो बाटो उयो जाउँ सो एभ्री वान म तपाईँहरूलाई अब पुरा ल्यान्डस्लाइड भएको देखाउँछु। कस्तो डर लाग्ने यस्तो निरु दिदी यहाँ हुनुहुन्छ होइन। ए निरु दिदी प्रिटी अनि त्यहाँदेखि यस्तो रहेछ भने दामी ल। गेम फिनिस। सो हामीले भर्खर एउटा अब्स्ट्याकल पार गऱ्यौँ। यो देख्न सक्नुहुन्छ। थाक्यो कस्तो कस्तो भइरहेछ। निरुतिको फर्स्ट टाइम आएको होइन कस्तो भइरहेछ। फेरि अब आउने विचार हुन्छ कि अब हामी बिस्तारै यस्तै यहाँ आइबस्छौँ। सो ला कस्तो हो। So we are already here at भोन्डोलको चौर। खुसी हो सबै यहाँ खुसी छौँ हामी खुसी छौँ। So अब म देखाउन गइरहेको छु। माई गड यो चाहिँ अलिकति गाह्रो हुने रहेछ कि हिँड्न। बाटो चाहिँ अलिकति तर के छ अब यस त्यो चाहिँ दामी अरू चाहिँ दामी। कस्तो तिखो भने यस्तो माथिपट्टि उठेको रहेछ। ओहो हैम्मा पल्युसन चाहिँ गरे रहेछ छ नि त।
So you can see. So guys, we are here at window. निरु दिदी चाहिँ पुरै यहाँ निरु खुसी हुनुहुन्छ ए हामी अलि शीतलमा बसौँ है कलर हुँदो रहेछ कस्तो राम्रो यहाँ हेर्न सक्नुहुन्छ यहाँ के भइरहेको सेतो आयो हेर न त्यो मैले अब ब्राइटनेस घटाएको योवाला हो योवाला त कति राम्रो आएको छैन न निरु दिदी के हो अब चस्मा लाएर सो हामीले चाहिँ त्यो ल्याएको छु यो चाहिँ एप्पल भयो पपाया चटपटी चाहिँ हामीले अघि भर्खर उता अङ्कलले यहाँ चाहिँ बनाउनु हुँदो रहेछ अनि उहाँ रेड कलरको लुगा लाउनु छ अनि त्यसपछि वी हेभ पाइनएप्पल वाटरमेलन ग्रेप्स लेज दुईवटा लेज अनि एउटा वाइ आशा पपाया सुरुमै भनेको निरु दिदी यो जराको दिन खाएकै छ कि तर खाऊ ऊ बिचारा हिजो पनि नखाएको रहेछ उसले माम के भइरहेछ के गर्नुभएको तपाईँले लुकेर के गर्नुभएको दिदीले लुकेर के गर्दै हुन्छ यहाँ के हुँदैछ कस्तो निदा टिरिक्क भयो हामी यहाँ अझै ग्रुपहरू हुनुहुन्छ अङ्कलहरू फेरि कुल हो क्या पुरै अब हाम्रो यहाँ अब सकिसक्यो सबै अब हामी यहाँ बसिरहेको छ अब हामी फोटोसोटो हेर्दैछौँ हामी त राम्रो छौँ अब फोटो चाहिँ राम्रो दिदी फेरि बोल्नु नै केही भन्नु न कस्तो हो तपाईँलाई रमाइलो भइरहेको छ होइन एकदमै तपाईँ अब एकछिन मेडिटेसन गर्ने दिदी निदीले फेरि दिइहाल्नुहुन्छ कस्तो राम्रो देख्दा हेर्नु नि अहिले सूर्य नमस्कार के नमस्कार गर्ने बिर्सिसक्यो सूर्य नमस्कार गर्नुभएको छैन ठिक छ केही छैन ल अब हेर्नु मैले देखेन आशा देखाउ रिग्रेट बुट लाएर आएर भनेको के यहाँ सुन्दै जान्छ गेडी यहाँ हेरे कस्तो नचलेको आवाज हुन यहाँ त मेला लागेको किन त खालि त्यो होइन त मेला लाग्यो साथीहरू तर केही छैन वी गट लाइक हामी टाइममा आएर धेरै राम्रो गरेको हामीले यहाँ हरियालीवाला एकछिन सानो भिडियो बनाउनु पायो एकछिन टाइम स्पेन्ड गर्न पायो अनि त्यसपछि गएर खायो अलि शान्त हुँदैन होइन अहिले त अहिले चाहिँ धेरै मान्छेहरू आउनुभएको छ यहाँ बुन्डोलको चौरमा हामी यसरी हेर्दैछौँ को आए कता आए के आए सो म यहाँ आउँदा मैले मात्रै जाँगे लगाएको थिएँ क्या अनि द्याट्स अनि आई गट सम फ्रेन्ड्स बिकज यहाँ अलिकति अलि धेरैले जाँगे लगाएर आउनुभयो अहिले अलिकति खुसी लाग्यो थर्ड आई वाज द आई विल बी द ओन्ली वान वेयरिङ जाँगे आई एम नट इन्सेक्योर एनिमोर दिदी केही भन्नु अब ल प्रकृतिको सुन्दरता यो प्रकृतिको अनुपम सुन्दरतामा रमाइरहेको छु मेरो मन रमाइरहेको छ म रमाइरहेको छु तर अहिले चाहिँ अलिकति चहल पहल बढी भएर अलिक कस्तो भइरहेछ तर ठिकै छ रमाइरहेछौँ एटलिस्ट वी आर इन नेचर हैन के अरे
आँखाले यो भरपुर हरियो देख्न पाएको छ। अब भरे त्यही होस्टेलको कति भित्ता समयपछि भित्ता भन्नुहोस् त देख्नुपर्छ। कति समयपछि भन्नुहोस् त हजुरले समयपछि देख्न 5-6 महिना पछाडि देख्न पाएँ। अब भरे फेरि होस्टेलमा गएर त्यही भित्ता हेर्नुपर्छ। 4वटा भित्ता 4 दिवारको अहिले कोठामा हुन्छ नसम्झिने नि। तर यो रुख बिरुवाहरू यो हरियो देख्न पाउँदाखेरि एकदम खुसी लागिरहेछ। अनि थ्याङ्क यू दिया यहाँ ल्याइदिएकोमा हामीलाई। Oh yes, we do appreciate her plan because like जानी भनेर like we were planning ahead तर चाहिँ त्यो एक्ज्याक्ट डेट अनि त्यसपछि गएर प्लानहरू नै फिक्स भएको थिएन अनि आज like we get success to get over here and we are so happy to be here. Yes, thanks to Dia. अनि निदा दिदी आउन पाउनु भएन त्यही दुःख लागेछ बिचरा ड्युटी छ दिदीको and otherwise we are so happy over here. And के अरे नेचर नि राम्रो छ हामी मान्छे नि राम्रो होइन अब यस्तै हो जिन्दगीको रेटोमा राम्रो भयो राम्रो मान्छे हो राम्रो ठाउँमा जान्छ होइन त्यही हो। गाइज आप लोग ये देखिए यहाँ पार्क पार्कको देखे पार्क अब एउटा रोटेपिङ ल्याउनु हो भने यो मेला पनि हुन्थ्यो। बाबुले होइन त्यहाँ चस्मा लगाएर फेरि ओहो म त्यता मङ्क बाबुले फोटो खिच्दै रहेछ नि त अनि खै मेरो फोन कहाँ गयो साथीहरू यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ कोही फुटबल खेल्दै हुन्छ कोही साइकल चलाउँदै हुनुहुन्छ हामी मात्र अरू कुरा गर्दै बस्छ अलि हल्का हल्का बिरामी पनि हुनुभएको छ। ल त्यो उहाँ छिट्टै निको हुनुहोस् अहिले ठम 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 हिँडेर घर पुग्नुहोस्। थम 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 हिँड्ने हामी आउँदा त एकदमै खुसी भएर बस्नुभएको थियो गाना साना सुन्दै तर एक्कासी उहाँ फेन्ट हुनुभएछ क्या हो अघि घाम धेरै भएर पनि हो कि बा अनि अलिकति पानी कम खाएर पनि होला यहाँ अलिकति डाँडामा आउँदाखेरि यहाँ चाहिँ मङ्क भाइहरू कति धेरै रहेछ नि बाबुहरू माथिबाट कताबाट हाल्दै थियो दगुर्दै तपाईँहरू यो सिन हेर्नुहोस् यो भ्यू हेर्नुहोस् यो सिनेरियो हेर्नुहोस् कस्तो दामी कति राम्रो तिमी अनि हाम्रो पार्कमा रहेछ हामीले चाहिँ अब कुछ तारिफ गर्नु त हुँदैन रहेछ मैले बाबुले धाउरा गर्दैछन् कति राम्रो नि तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ एकदम धेरै मान्छेहरू आइसक्नु बाबु त इग्नोर गरिदियो हामी हेर्छौँ अब भनेको सुन्नुहोस् अन्त चाउँछु अनि फेरि चटपटी दिन आसालाई चटपटी धेरै मन परेन फेरि मैले हेर्ने मलाई 4 चोटि बाबु भने भन्नु के हो बाबु के भन्नु बाबु तिम्रो नाम के रिसा खान्छ भाइ त भन त भन्दैन छोड्दै भाइ रिसा हाम्रो अङ्कलले अब बनाउनु लानु सक्छ गो ल हाम्रो चाउचाउ अन्डा बन्दैछ आन्टीले अन्डा राख्दै मस्त वा लिएको छैन दिन्न हेरेर बस्नु मात्रै हो फेरि यसमा चाहिँ हामी फेरि चटपटे फेरि पनि चटपटे सम ग्रेप्स वाटरमेलन नुडल्स अनि अफकोर्स लेस अहिले नखाएको अब तपाईँहरूलाई पनि देखाउँछु यहाँको यहाँ चाहिँ फेरि खतरा भइसकेको अलि झन् मिठो छ है क्या यो पकाउनु टाइम लागेको हो It's okay. सो तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ चाहिँ एकदम भ्लग बनिरहेको छ ए सरी टिकटक बनिरहेको छ गाना चाहिँ मैले थाहा पाइनँ कुन हो भनेर तर चाहिँ यस बनाउनु चाहिँ थाहा छैन नि दिदी त के भन्नु छ अब केही भन्नुहुन्न होला उनीहरूको फेरि उता सपोर्टिभ फ्रेन्ड्सहरू ल वान्स मोर ल बना भाइहरू टिकटक वान्स मोर यो रेडी छ यहाँ रेकर्ड गर्नलाई अब गराउन के गर्नु अब चाहिँ हामीहरू जानु लागेको दे आर अलरेडी देयर अब बाई बाई जानेछ उनीहरू दुईजना कुरिदियो भने त दुईजना दिदीहरूले लेट्स हियर देयर एक्सपिरियन्स उहाँलाई कस्तो लाग्यो ल भन्नु अब कस्तो लाग्यो हजुरहरूलाई बनाएको एकदम रमाइलो खुसी लाग्यो
रमाइलो भयो धेरै पछि ओए के को बुट्टा हो यो त फल फल्यो हो त्यसमा त फुल हो कि फल हो यो होइन केही होला तर डल्लो डल्लो निस्केको त खानेकुराहरू होइन त्यो खानेकुरा भएको त भन अनि सो हामी यहाँ आएर आज धेरै नै रमाइलो भयो मजाले हरियाली यस्तो मजाले हेर्नु पाएँ नि आँखा पनि आज मेरो हेल्दी भयो होला आनो चाँडै ठिक होस् नेचरमा आँसु अनि एकदम अभि कस्तो यहाँ त कृति डे है हामी चाहिँ अर्को बाटोबाट गइरहेको छौँ राम्रो छ आउनुहोस् यहाँ बाटोमा एउटा कस्तो राम्रो पिङ जस्तो पनि थियो नि उता पनि पिङ जस्तो रहेछ नि आशा कता देखेर त जाने थिएन पिङ पिङ खेल्ने पिङ उता भित्र यत्रो थियो कि यस्तो गोलो सायद उयो यस्तोको लहराहरूको वाला थियो क्या अनि त्यही हो अब हामी जान्छौँ भने के गर्नु अनि कस्तो बाटो चाहिँ ओह्रालै रहेछ गुद्रुङ गर्दङ सो हामी चाहिँ अझै पनि जाँदैछौँ द रुट इज लाइक दिस यु क्यान सी कस्तो ठाडो सिडी भने यता पनि आई हेभ बिन हियर बिफोर पनि तर आजको ज्यादा पत्ताहरू रहेछ कि अनि त्यही भएर अलिकति बडी स्लिपरी छ बिस्तारै बिस्तारै जाऊँ बाटो चाहिँ एकदम खतरनाक यता बाटो नदेख्न दिदी सिडीहरू भाँचिरहेको छ आस्ता यता छेउबाट नहिँड ल सिडीहरू भाँचिरहेको रहेछ सिडीहरू भाँचेको रहेछ कि सिधा अघि ए अघिको पहिरो गएको ठाउँ हामी अघि चाहिँ उता माथिबाट गएको थियौँ अहिले चाहिँ हामी त्यहाँबाट गइरहेको छ ल्याउ 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 त्यो जरा ल्याउ होइन पर्दैन पानी छुइरहेको त त्यहाँ पहिला मलाई छोप्छ लु जाऊ बिस्तारै जाऊ बिस्तारै आँखा नदेखि लाग्छ भयो है अहिले त यो एउटै भएर सबै नेपाली डाली डालीमा डाली डालीमा उडिरहेको लाग्छ नि दिनको अलिमा उहाँ हेर त वाह वाह भनेको त यो पनि लाली गुराँसकै बुट्टा हो तर राम्रो अझै राम्रोसँग नफलेको रहेछ नि अब यसरी हिँड्नुपर्छ कस्तो खुट्टा खर्खर गरेर आइसक्यो जस्तो लाग्यो थाहा रहेछ अब यही हो भन्दै थियो दियाले होइन कि आइसक्यो अब चाहिँ उहाँ तल त देख्छ कति बेर लाग्छ पुग्न होइन अब त्यही हो त्यो बाटो हुँदै गएको उकालो चढाइसक्यो मैले माथिको त्यही चौरमा गएर बिजनेस गर्थेँ साँच्ची भनेको के बिजनेस गर्थ्यो अहिले भर्खर झऱ्यो मैले चाहिँ अलिकति घर जस्तै बनाउँथेँ अनि त्यसपछि चाहिँ त्यहाँ गएर सानो सानो कुर्ती जस्तो बनाउँथेँ अनि त्यसपछि त्यहाँ चाहिँ मोमो सोमो सब गर्नेवाला बनाउँथेँ निरदिला चिया तल भइसक्यो निकालिसक्यो कपाल हेर साथीहरू मेरोमा चिन्नु राम्रै छ त हौ तेरो त्यस्तो पनि देखिँदैन त त्यसो भए राम्रो दियाल राम्रो हेरेर अब हेर जति हेरेर राम्रो छु अब चाहिँ हामीहरू उता माथिबाट तल रोडमा आइपुग्यौँ आयो गाइजहरू त्यही पनि खुट्टा लङ 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 गरे लास्ट साइडबाट किन जानुभएको भनेर सोधेको निरदिलाई अनि चिया पाउँछ कि भनेर सोध्नुलाई उता जानुभएको अरे त फस चिज एकदमै के भन्छ चिया लभर अनि पिक चिया खान नाइस छ यता बाटो पनि राम्रो छ गाउँहरू पनि राम्रो छ अनि त्यो माथि चौरमा गइरहेको भुन्डोल चौक पनि राम्रो छ लास्ट यस्तो फ्रेस एयर खाएन आज त कसम मैले 1 महिनापछि
फ्रेस एयर खाएर जस्तो भएको थियो घर जाँदा चाहिँ यस्तो फिल हुन्थ्यो कि मलाई अलिकति एकदमै आई क्यान्ट इभन एक्सप्लेन राइट नाउ कस्तो भनेर अब थाहा होला हजुरहरूलाई पनि घर गएपछि कस्तो हुन्छ भनेर सो अनि यहाँ तल झर्दै गर्दा पनि यहाँ कस्तो लाइक अब उता जस्तो धेरै पपुलेसन नभएर होला राम्रो छ फ्रेस एयर छ यहाँ पनि तर हजुरहरू पनि आउनुहोस् गाइज रमाइलो गर्न हामी इफ यु लाइक नेचरमा टाइम स्पेन्ड गर्नु छ भने यु क्यान बी हियर एट बुन्डोल दियाले भनिदिन्छ लोकेसन कहाँ छ अनि निरु दिदी बिचरा उहाँ चिया खोज्दै हिँड्दै हुनुहुन्छ बिचरा अघि नै दुधको चिया भनेको तल भइसक्यो दिदीले तल तल हो ए तल रहेछ तल भइसक्यो अरे दिदीलाई ओ कस्तो राम्रो गरौँ त्यो हेर्नु ओ प्रिटी ओ यो के को बोट हो तिमीले पाइनको फ्रुट लग्छ भने होइन निरु दिदी चियाको आसमा हिँड्दै हुनुहुन्छ एकै सासमा ओ नाइस निरु दिदीले अब भेटाइसक्नु भयो भन्नु हामीहरू पनि निरु दिदीको पछि चिया कफी यस वी फाइनली गट इट गाइज हामीले ठ्याक्कै निरु दिदी ह्याप्पी हुनुहुन्छ ठाउँ भेटायो या आमो चियै खाइदिउँ न चिनी नराखेको पनि हुन्छ मलाई त हुन्छ थोरै मात्रै भेरी नाइस पानी भइसक्यो कि चिया खाने बिचरा खान देऊ न हौ खानु पानी होइन त्यो आवश्यकता त्यही त एडिक्सन बा निरु दिदी सासायो कि होइन धेरै समय पछि गयो हामी चाहिँ हिँडिरहेको छौँ तपाईँ देख्न सक्नुहुन्छ आशा एकदम त्यहाँ पर छ जुम नै नहुने रहेछ त्यो चाहिँ किन त्यहाँ पर्छ भन्दाखेरि त्यो भिडियो बनाउनु थाल्यो कि त्यही भएर त्यो पछाडि निरु दिदी झन् सबलाई गाइड गरिदियो अगाडि एकदम निरु दिदी गरेर आसपास कुदो कहाँ हरायो अब हिँड्दा हामी पार्किङ नै आइसक्यौँ पनि अब तपाईँहरूले देख्न सक्नुहुन्छ तर पनि गाडीको नामै छैन गाडी पाउन सकेको छैन त्यही भएर अब हामी अझैसम्म पनि हिँड्दैछौँ अब कहाँसम्म गाडी पाउँछ त्यसपछि ट्याक्सीमा नजाने अब पैसा खर्च हुन्छ अरे अब धेरै यहाँ 1000 रुपियाँ त्यसलाई कम हो बिहान तर फेरि बाटो पनि त्यस्तै थियो तर पुर्याइदिनु भयो अङ्कलले म त मान्छे त्यो अङ्कलले अरूले भए पैसा पठाइदिनु बाटो यस्तै गर्थ्यो त्यो अङ्कलले अझै माथिसम्म पुगाइदिनु लानु चाहिँ बाटै अब नजाने खालको पनि हामीले ल छोडिदिनुहोस् न उसो भयो भने हामी आफै जान्छौँ भनेर काशी रेस्टुरेन्ट एन्ड बार भोलि आउँदा यहाँ बसौँ न यहाँ राम्रो रहेछ मान्छे पनि हेर त कता भ्याउने हामीहरू चाहिँ हजुर कति लाग्छ बसको भाडा कति हो सबैजना मिलाएर भयो हुन्छ सब हामीहरू चाहिँ यो गाडीमा जान लागेका छौँ किनभने हामीलाई गाडी नै भेटेन अब हामी यहाँदेखि बल्कुसम्म जाने अनि बल्कुदेखि फेरि अब टेम्पो हुन्छ केबाट हुन्छ त्यहाँबाट जाने